हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते। आज चाहिँ हामी विजयदशमी दसैँको दिन आज हामी पिङ खेल्न आएको छौँ। हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो शान्ति चोकमा रहेको लिङ्गे पिङ, जहाँ चाहिँ सबैजना पिङ खेल्न बिजी हुनुहुन्छ। यो लिङ्गे पिङ हो। यो चाहिँ हाम्रो आहान छ। आहान पुगेर आइहाल्ने ल। यहाँ चाहिँ ठुलो बुवाले यो 6 लिङ्गे लिङ्गा पिङ हल्लाउँदै हुन्छ। हट ठुलो बुवा भयो 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 बस्नु बस्नु। ल ठुलो बुवाले पनि यो 2082 को दसैँमा 6 लिङ्गे पिङ चाहिँ कटाउनु भयो। कस्तो लागिरहेछ? मजा लाग्यो? डर लागेन? अझै हल्लाइदिउँ भयो ल। टिका लगाउन आएको छु। मामा पटिङ मामा अनि मौसम मामा 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 नि चिन्छु अघि भनेको पटिङ मामा